Hi everyone, आज चाहिँ म तपाईहरुलाई के देखाउँछु भने चाहिँ मलेर टिप्नु जानु आँटेको मिलो हुन्छ नि तपाईहरुलाई याद छ होला म देखाउँछु मिलो हुन्छ तर यसको चाहिँ म के गर्छु भने चाहिँ जामको लागि टिप्नु लागेको नि त्यो ब्रेड तिर के हुन्छ नि यसो मज्जा आउँछ खानु अर्ग्यानिक जाम बेसी छ कि तर मलाई चाहिँ उयो ल्याउनु बिर्सेछु नि त्यो ढाकिने ल्याउनु बिर्सेछु नि झुप्पा छ हेर्नुहोस् न अलिक तल चाहिँ पाएको छ कि तर अलिक तल चाहिँ अप्ठ्यारो छ कि बाटो अन्त माथि टिपेको नि हेर्नुहोस् न कस्तो बेसी फलिरहेको छ यो त के हैन यति चाहिँ टिपे मैले चाहिँ फाइनली बेसी नटिपेको यति जामको लागि ठिकै हुन्छ नि हेर्नुहोस् न खाइहेरेको त मिलो सो मिलो यो चाहिँ केसको लागि हो भने चाहिँ जामको लागि चाहिँ पहिला चाहिँ तपाईहरुले मज्जाले पानीमा उमाल्नुस् हेर्नुहोस् मज्जाले उम्लेपछि चाहिँ मलाई पनि त्यस्तो त आउँदैन अब फर्स्ट टाइम ट्राई गरेको पहिला नि आमाहरूले बनाएको देखेको नि त यस्तोले अन्त मैले चाहिँ ट्राई गरेको मज्जाले उमाल्नुपर्छ पहिला यसरी भक् उम्ल्यो यसको चाहिँ तर बोक्रा तासेर उयो गर्नुपर्छ है जाम चाहिँ बनाउँदा राम्रो हुँदैन बेसी म्यास हुँदैन फेरि चाहिँ मजाले धुनुस् त्यहाँदेखि चाहिँ बोक्राहरू यसरी निकाल्नुस् म चाहिँ आफै भिडियो गर्दैछु र पुरा अप्ठ्यारो भइरहेको छ कि गाइस यो चाहिँ म चाहिँ एक दुईवटा निकालेर चाहिँ फाइनली तपाईहरुलाई अहिले देखाउँछु नि तर बोक्रा चाहिँ तास्नै पर्छ